नमस्ते साथीहरू सबैजनालाई। मेरो नाम रन्जित। फेसबुकमा चाहिँ लभली महिरा बिक रहेको छ एन्ड युट्युबमा चाहिँ मेरो जेम्स बिक रहेको छ। र आज चाहिँ यस्तो भिडियो बनाएको छु हजुरहरूको लागि। यदि नयाँ फेसबुक युजर हुनुहुन्छ भने एन्ड यु वान्ट टु मोनेटाइज युर फेसबुक एन्ड यु वान्ट टु अर्न मनी फ्रम फेसबुक होइन, तपाईँले फेसबुकमा पैसा कमाउन चाहनुहुन्छ भने यदि तपाईँले फेसबुकमा धेरै साथीहरू बनाउन चाहनुहुन्छ, इफ यु वान्ट मोर फ्रेन्ड अन फेसबुक, तपाईँलाई म सिकाउनेछु। हेर्दै जानु होला कसरी चाहिँ फ्रेन्ड बनाउने, कसरी चाहिँ फेसबुक चाहिँ मोनेटाइज गर्ने, अथवा च्यानल नै भनिदिउँ होइन, फेसबुक पेज पनि त च्यानल नै त हो नि त एउटा कुराले। फेसबुकलाई चाहिँ कसरी चाहिँ मोनेटाइज गर्ने, अनि त्यसपछि चाहिँ प्लेलिस्ट छ, प्लेलिस्टलाई चाहिँ कसरी प्लेलिस्ट बनाउने, प्लेलिस्टमा नामहरू कसरी हाल्ने, अनि आफ्नो चाहिँ मैले सकेकोसम्म चाहिँ मैले हजुरलाई सिकाउने र देखाउने र जानकारी गराउने कोसिस हजुरहरूलाई गर्ने छु है त। पहिलो रहेको छ हाम्रो ड्याक्सबोर्डमा चाहिँ हामी जानुपर्छ। ड्याक्सबोर्ड कहाँ छ भन्दाखेरि हाम्रो चाहिँ प्रोफाइलमा चाहिँ हुन्छ ड्याक्सबोर्ड। प्रोफाइल क्लिक गरेपछि हाम्रो ड्याक्सबोर्ड आउँछ, अनि आइसकेपछि चाहिँ हामी जान्छौँ कनेक्ट विथ पिपल यु मे नो भनेको छ। तपाईँले चिनेको साथीसँग कनेक्ट हुन सक्नुहुन्छ र त्यसपछि चाहिँ तल लिङ्क दिएको छ, कपी लिङ्क। त्यो कपी लिङ्कलाई कपी गरेर चाहिँ हजुरहरूले चाहिँ जुन भाइरल भिडियोहरू हुन्छ त्यो भाइरल भिडियोहरूमा चाहिँ हजुरहरूले चाहिँ त्यो कमेन्ट सेक्सनमा चाहिँ आफ्नो यो लिङ्क छोड्न सक्नुहुन्छ। अनि बाँकी रह्यो तपाईँको चाहिँ त्यो विकली च्यालेन्ज हुन्छ, विकली च्यालेन्ज प्रोग्रेस भनेर लेखेको हुन्छ, विकली प्रोग्रेस लेखेको हुन्छ, सरी च्यालेन्ज चाहिँ लेखेको हुँदैन होइन, विकली प्रोग्रेस लेखेको हुन्छ। त्यसमा चाहिँ त्यो ट्याक्सहरू हुन्छ, ट्याक्सहरूमा तपाईँलाई चाहिँ 20 न्यू फ्लोवर भनेको छ, अनि त्यहाँ पनि चाहिँ साथी नै बोलाउने हो। र क्रिएट 90 न्यू पब्लिक पोस्ट विथ द फोटो भनेको छ, तपाईँले 9वटा चाहिँ पब्लिक पोस्टहरू गर्नुपर्छ फोटाहरू आफ्नो है त। अनि क्रिएट 7 पोस्ट रिल भनेको छ, त्यो पनि तपाईँले कम्प्लिट गर्नुपर्छ। र रिच मोर पिपल भनेको छ, त्यहाँ पनि तपाईँले चाहिँ यो चाहिँ यो साथीहरू बढाउनको लागि है त, यो साथीहरू बनाउनको लागि हो र बढाउनको लागि हो। अनि यो चाहिँ नयाँहरूको लागि, जो चाहिँ यो पब्लिकहरूमा चाहिँ हाम्रो फेसबुक जसले राखेको छैन नि, फ्रेन्डमा राखेको मान्छेहरूको लागि चाहिँ यो है। अनि तपाईँले क्लिक गरेपछि तपाईँको चाहिँ अटोमेटिकली साथीहरू चाहिँ आइरहन्छ। दिनमा नै तपाईँको चाहिँ नि 500,000 साथीहरूको रिक्वेस्टहरू आउँछ है त। यो चाहिँ साथीहरू बढाउनको लागि एक्चुअली बनाएको है, त्यो दिएको छ है सरहरू, साथीभाइहरू। मेरो पनि युजली मैले पनि त्यति नै गरेको, मेहनत गरेको हो साथीहरू। मेरो फाइनली 5K भएर चाहिँ मोनेटाइज भएको हो। मेरो एर्निङ चाहिँ सुरु भएको छैन, एर्निङ जोन चाहिँ सुरु भएको त छ, तर मेरो चाहिँ खासै भिडियोहरू चाहिँ हालेको छैन। त्यो नहालेको हुनाले चाहिँ मेरो चाहिँ त्यति भएको छैन, तर पोस्टहरू चाहिँ गरिराख्नुपर्छ आफूहरूले चाहिँ है। भिडियोहरू, फोटाहरू चाहिँ, गीतहरू चाहिँ हालिराख्नुपर्छ। विकली प्रोग्रेस चाहिँ कम्प्लिट चाहिँ गर्नुपर्ने छ साथीहरू है फेसबुकमा। अनि मेरो पनि 5K पुग्नलाई धेरै टाइम लागेको होइन, तपाईँको चाहिँ 15-20 दिनमा नै मेरो 5K फ्लोवर चाहिँ बढी नै सकेको थियो। पहिला चाहिँ मेरो 1K चाहिँ अलरेडी थियो, बाँकी 4K चाहिँ 20 दिनमै कम्प्लिट भएको हो आफै होइन। सरहरू, म्याडमहरू, तपाईँहरू चाहिँ कोसिस गर्नुहुन्छ भने गर्नुहोला। जति धेरै चाहिँ विकली प्रोग्रेसमा ट्याक्सहरू बुझाउनु भयो त्यति धेरै नै तपाईँहरूको चाहिँ लेभलहरू बढ्दै जाने हो है साथीहरू। अनि त्यसपछि लेभलहरू बढ्दै गएपछि आफ्नो चाहिँ फेसबुक पनि ग्रो हुँदै जान्छ, अनि सबै चाहिँ सेटिङहरू
खुल्दै खुल्दै जान्छ। जस्तै कि मोनेटाइजको अनि त्यसपछि सब्सक्राइबको सेटिङ हुन्छ। सब्सक्राइबको सेटिङ त 2000 मा नै खुलिसकेको हुन्छ है साथीहरू। मोनेटाइज गर्नको लागि चाहिँ 5000 फ्रेन्ड हुनुपर्छ हजुरकोमा, फलोवर हुनुपर्छ। आजभोलि त अब फलोवर भएको छ होइन। त्यो 5000 साथीहरू भएपछि मात्र चाहिँ तपाईँको चाहिँ फेसबुक मोनेटाइज हुन्छ एन्ड सबै सेटिङहरू खुल्छ। सब्सक्राइब पेजको सबै चाहिँ 5K भएपछि मात्र चाहिँ खुल्छ। फेसबुकमा मैले चाहिँ देखेँ कि प्लेलिस्ट चाहिँ बनाउनु पर्दो रहेछ भन्ने चाहिँ लाग्यो। अनि त्यही भएर चाहिँ मैले चाहिँ प्लेलिस्ट पनि बनाइदिउँ न त होइन भनेर चाहिँ म चाहिँ लागि परेको हो। मेरो पैसा हेर्नुहोस् बढेको छैन, भर्खर सुरु भएको हो। बिस्तारै बिस्तारै होला होइन, किन हात्तिनु परेर। मेरो पनि भर्खरै भएको हो मोनेटाइज फेसबुक। अनि युट्युबमा चाहिँ के छ भन्दाखेरि युट्युबको प्लेलिस्ट भएन भनेपछि युट्युबमा चाहिँ धेरै घाटा हुन्छ। घाटा किन हुन्छ भन्दाखेरि प्लेलिस्टमा भिडियो हामीले हालेपछि चाहिँ साथीहरूले हेर्नुहुन्छ, साथीहरूले हेरेपछि चाहिँ हाम्रो वाच टाइमहरू आउने हो। अनि त्यही भएर चाहिँ त्यो युट्युबमा चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ प्लेलिस्ट बनाउनलाई होइन साथीहरू। फेसबुकमा चाहिँ अब त्यति मलाई जानकारी चाहिँ छैन। मेरो चाहिँ सबै कुरा भएको हो फेसबुकमा, मोनेटाइज सबै भइसक्यो। अब यसमा चाहिँ बाँकी कुरा जानकारी भएपछि चाहिँ म हजुरहरूलाई भन्ने छु है त साथीहरू। अब चाहिँ प्लेलिस्टतिर जाऊँ त अब है साथीहरू। प्लेलिस्ट बनाउनु चाहिँ जरुरी हुन्छ साथीहरू है। प्लेलिस्टमा चाहिँ म आइसकेको छु हाम्रो त्यही ड्यासबोर्डबाटै। प्लेलिस्टमा चाहिँ भिडियोहरू सेभ हुन्छ। आफ्नो भिडियोहरू सेभ गरेपछि कहिल्यै पनि कहीँ पनि जाँदैन। आफ्नो भिडियोहरू चाहिँ रहिरहन्छ। कसैले केही टच पनि गर्न सक्दैन हजुरको भिडियोलाई होइन। जति भिडियो हाले पनि सबभन्दा पहिला चाहिँ म चाहिँ आफ्नो प्लेलिस्ट बनाउँछु है त, ट्राई गरौँ। त्यो प्लसमा चाहिँ दबाउनुपर्छ साथीहरू है। माथि जुन प्लस छ त्यसमा चाहिँ दबाउनुपर्छ। ल मैले दबाएँ। दबाइसकेपछि म चाहिँ नाम लेख्छु ट्राभलिङ। ल ट्राभलिङ पनि भयो। अब यसलाई सेभ गरेँ। सेभ गरेपछि मेरो लङ भिडियो चाहिँ म चाहिँ हाल्छु लङ भिडियो। लङ भिडियो बनाएर त्यो 5-6 मिनटको भिडियो जुन छ त्यही भिडियो हालिरहेको छु। 2वटा मात्र हालौँ, अरू छैन लङ भिडियो, त्यही 2वटा मात्र छ। 2वटा हाल्छु। 2वटा हालेपछि म चाहिँ क्लिक गर्छु। ल त्यहाँ माथि हेर्नुहोस् त टु रिल्स भनेर चाहिँ सेभ भएको छ लङ भिडियो है त। ल सर्ट भिडियो पनि गरौँ त है। सर्ट भिडियोको पनि सर्ट भ्लग भनेर राखौँ है त नाम। सर्ट भ्लग नै माई सर्ट भ्लग राख्दा राम्रो जस्तो छ। माई सर्ट भ्लग ओके, यो पनि भयो। र मेरो जति पनि सर्ट भिडियोहरू छ त्यो सर्ट भिडियोभरि सबैलाई सेलेक्ट गरौँ होइन। अनि सेलेक्ट गरिसकेपछि चाहिँ नेक्स्ट माई सर्ट भ्लग पनि त्यहाँ पनि भइसक्यो। सो गाइस यसरी चाहिँ गर्नु होला हजुरहरूले है त। थ्याङ्क यू सो मच।